माथि अब नि तुम्बा 100 वर्ष टेक्नुपर्छ है आशिकै बरस अनि अब 7 वर्ष 7 वर्षमा खुत्रो गई कत्रो अनि त्यहाँदेखि एकचोटि पार्टी खानुपर्छ त्यतिखेर भेला भएर हामी आउँछौँ भूमि त बसिन्छ फेरि 100 वर्ष पुगेको उसमा उ गर्नुपर्छ नि त उहिले भने के अरे 100 वर्ष त आगे त्यसले त थेमामा त्यो नाति पनाति अरे सुमदाङ उ गर्नुपर्छ अरे नुहाउनु पर्छ अरे भन्थ्यो नि आमामा कि कसो भन्थ्यो त्यसै पनाथ्यो कि जनाति देख्यो भने त्यसो गर्नुपर्छ भन्थ्यो अरे नि बाबाहरू बाबा 100 वर्ष पुग्यो भने होइन 100 वर्ष पुग्ने पनि छैन मेरो दाजुभाइ तल झापाटेल छन् मुभन्दा जेठो चाहिँ साह्रै छैनन् है त्यही मालुमे मात्रै रह्यो मालुमे मात्रै हो जेठो जेठो अरू त त्योभन्दा पछाडिका मात्रै छन् पछाडिका मात्रै ज्योतिषी महिला तुम्ही त कति साल हो त्यो मुभन्दा भाइ हो भाइ हो नि ए 4 महिना टाउकी तुम्बा चाहिँ त्यो त दाजु हो टाउकी चाहिँ कहाँ गयो हराए छैन निस्किएन हो है कता हो कता पुर्खा रेखे आयो थियो निस्किया थियो उसकै बाजा भन्दै बितेको ल अब हामीलाई के भनिरहेको छ अब तुम्बा लु भनिराख्नु त वंशावली निकाल्नुलाई तयार गरिराखेका छौँ अब के गर्नुपर्छ हामीले छिटो निकाल्नु कि ढिलो गर्नु कि जे गर्नु छिट्टै गरेर निकालेर हेर्नु पाइयोस् भन्ने हो पाइयोस् भन्ने विचार तर निकाल्ने अब किताब होइन निस्किन्छ अब निकाल्ने तयारीमा छौँ हामी किताब अब यो साल माघ फागुनसम्ममा त पुस्तक लोड निकाल्नु भनेको यता यत्रो किताब नि त्यो निकाल्ने हो अब त्यो राम्रो अनि किताब चाहिँ देख्ने इच्छा छ होइन भरिसके किताब चाहिँ घरै किताबै निकाल्ने घरै प्रत्येक कुरो चाहिँ खर्च लाग्छ कसै के गर्छ त्यो थोर भाव त उठाउनु पर्छ नि होइन सकेको जति सकेको उठाउने हो नि त जति सकेको ल त्यति होइन त्यो के वंशावली किताब चाहिँ हेर्न पाइयोस् होइन पाइयोस् भइसके चाहिँ छिटै निकाल होइन आङथुपहरूको वंशावली त निकाल्नु पर्यो नि त होइन धेरै वर्ष भयो त यो केटाहरूले यो कुरो गरेको छ ल कोसी त बादाम के गर्नु अब ऊ चाहिँ भाइ हो होइन भाइ हो ल अब तुम्बा एउटा छौ अब जगेडा घर है ल म त बोसो मात्रै खान्छु हानिदिन्छ खानेकुरा चाहिँ ल्याऊ दिएर होइन राम्रो होइन राम्रो ठिक्क ओजनले खानुपर्छ नि ल